यो चाहिँ एउटा 100 वर्ष पुरानो ऐतिहासिक दरबार हो। यो चाहिँ राणाकालीन दरबार कैलाली जिल्लाको चुरे गाउँपालिका अन्तर्गत रहेको गर्बा भन्ने ठाउँमा पर्दछ। यसमा चाहिँ 52वटा ढोका 84वटा चाहिँ झ्याल रहेको प्राचीन दरबार हो। यो राणाकालीन दरबार चाहिँ 1974 देखि बनाउन सुरु गरेर 1984 मा चाहिँ सम्पन्न गरेका थिए। यो चाहिँ खड्क शमशेरले स्थापना गरेको चाहिँ गर्बा दरबार हो। अब चाहिँ हामी भित्री संरचना कस्तो रहेको छ देखाउन गइरहेका छौं। सबैले हेरेर साथ दिनु होला। अब चाहिँ हामी अर्को तलामा माथिल्लो तलामा जाँदै छौं। यहाँबाट जाँदै गर्दाखेरि चाहिँ मलाई ठ्याक्कै टेम्पल रन जस्तै लाग्यो, किनकि टेम्पल रनमा चाहिँ यताबाट छिर्यो उताबाट यता त्यस्तै खाली लाग्यो। भित्र चाहिँ पुरै चाल्लो जस्तो भइसक्यो रहेछ। सबै ठाउँ पालै पाल मात्र देखिन्छ। अलि डर लाग्दो पनि छ हैन। यो चाहिँ एउटा 100 वर्ष पुरानो ऐतिहासिक दरबार भएको कारणले पनि यसलाई संरक्षित गर्नुपर्छ हैन, किनभने यसलाई चाहिँ एउटा पर्यटकीय ठाउँको रूपमा पनि लिन सकिन्छ। एउटा मैले नबुझेको कुरा चाहिँ के हो भने हैन, 100 वर्ष पुरानो ऐतिहासिक दरबार हो, जबकि 100 वर्ष अगाडि त त्यहाँ जाने बाटो पनि थिएन होला। अहिले पनि हामी जाँदै गर्दा यति लड्दै हैन कसरी पुग्यो त्यहाँ हैन। अहिले नि राम्रो बाटो छैन। अनि 100 वर्ष अगाडि चाहिँ यो बन्दै गर्दा यत्रो इटाहरू चाहिँ कहाँबाट ल्यायो भन्ने कुरा हो कि मेरो चाहिँ एउटा मनमा लागेको कुरा। कसैलाई थाहा छ भने कमेन्टमा बताइदिनु होला।